हाम्रो काकाले पालामा वडा अध्यक्ष वन समुदाय वनको अध्यक्ष हुँदा 2000 कति सालमा भन्नुभयो? यो 61 सालमा 2061 सालमा उहाँको पालामा लगाइएको यो रुखहरू यसरी अहिले हुर्केर बसेका छन् हाम्रो काकाले। यो मसला पनि के रुख छ अरे काका योभित्र? टिक छ, टिक, हजुर। अनि रिठा भयो हामीहरूकोतिर सिकाकाई भन्छ, हजुर। त्यो मसलाको, अनि अमलाको, हजुर। अनि यहाँ 4 बोट बिजय साल होला, अनि त्यहाँबाट सिसौको 10-15 बोट होला, 16 जातको बिज लाग्यो। यो यहाँभन्दा पनि माथि टिकको चाहिँ सप्रेको ठुल्ठुलो भइसक्यो। टिक चाहिँ के कामको लागि युज हुन्छ र काका? यो फर्निचरहरूको लागि एकदम राम्रो काठ हो। यो विदेशतिर त अब यसलाई पानी जहाजको उसमा चलाउँदो रहेछन् होइन। हजुर। अनि हवाई जहाजको उसको बोडीभित्र पनि फिट गर्छ अरे भन्ने सुनिएको, अब आफू प्राविधिक होइन। वनको चाहिँ लिएर वन विज्ञानबाट चाहिँ उनीहरूले अध्ययन गरेर गरेको। निकै महँगो पर्छ भन्छ नि होइन काका यो त? महँगो पर्छ, तर अब यो काट्नु पनि त हतपत पाइँदैन, स्वीकृति लिनुपर्छ नि। यो आफूले रोपेको चाहिँ वनलाई चिनेर दर्शाएर हामीले बेच्न पनि सक्छौँ टाँचा मार्का गरेर। आफूले लगाएर आफ्नो अब यसको टाँचा मार्का पनि छ, त अधिकार त दियो गरे। यो चाहिँ छ तिवनको बिरुवा छ त्यहाँ। यो माथि राम्रो छ, यहाँ चाहिँ अलिकति फरक त्यति राम्रो छैन। माथि त टिकै टिक छ, यस्तो गजबको छ कि यो 8-8 फुटको फराकमा रोपेको, अब बिचमा पनि गरिएन थिनिङ टुनिङ गर्ने। अनि यत्रो चाहिँ दुःख गरेर तपाईँ अहिले चाहिँ किन छोड्नु भएको त काका? अब के गर्नु, बुढो भइयो, आफू पनि अब बिरामी भइयो, घरको स्थिति पनि कमजोर भएकोले गर्दाखेरि छोडियो भने। तपाईँको राम्रो पालन राम्रो गर्नुभएको छ, रुखहरू राम्रो सब्रिएको छ, राम्रै गरियो। तर आउने युवाहरूले चाहिँ यसलाई कसरी अगाडि बढाउँछन् र अब आउने युवा पुस्ताहरूलाई हजुरहरूले हस्तान्तरण गरिसकेको गरेर अलि राम्रो सिकाउनु पऱ्यो, राम्रो उयोहरू दिएर। खै यिनीहरूले चाहिँ बुढा मान्छेको कुरा सुन्ने भएन। युवाहरू त्यही त हो, लेखेका पढेका योभन्दा धेरै जान्दछु भन्छन्। अब बरु यो चाहिँ साधारण मान्छे, यसो गोरु र आफ्नो नाम चाहिँ लेख्नु सक्ने मात्रै मान्छे परियो होइन। अब उमेर पनि चाहिँ अब 76 वर्षमा छु। अनि छोडिदिएँ मैले, राजनीतिक जीवन छोडिदिएँ। अनि सबै चिनेर अब सामाजिक कामहरू चाहिँ छोडेँ। अहिले बिरामीले गर्दाखेरि औषधि खाँदै बस्दै गरेको छु घरमै। त्यस्तै छ। धन्यवाद काका, यस राम्रो काम गर्नुभएको छ पालामा गरेको। यसले मात्रै प्रशंसा पत्र, भावी युवा पुस्ताहरूले पनि यसरी यसलाई संरक्षण गर्दै यो सुनसरी जिल्लामा मेरो राम्रो हुन्छ। यो शङ्कर बेलीको नाम तेस्रो नम्बरमा आउँथ्यो। 1 नम्बर माथि ऊ आउँथ्यो के जाति अरे हरियाली, 2 नम्बरमा शान्ति नगर इटरी उपमहानगरपालिकामा पर्छ। र यो त्यतिखेर त गाविस नै थियो, के अरे यो गाविसको उसमा चाहिँ यो तेस्रो नम्बरमा आउँथ्यो। झन्डै अब यस्तो ऊहरू त सामुदायिक वनहरू त झन्डै 150 होला, मलाई यकिन थाहा भएन, भुले थाहा त थियो। तर तीमध्येमा तेस्रो नम्बरमा आउँथ्यो। तर अहिले केटोहरूले 0मा लगेर टुङ्गिराखेका छन्। त्यतिखेर सरकारले पनि सहयोग गर्दैन थियो, यतिखेर चाहिँ सरकारले पनि अलिक सहयोग गरिरहेको छ, वनले पनि। र केही चाहिँ अलिकति बाटोघाटो बनाउने कामहरू र केही संरचनाहरू चाहिँ बन्दैछन्, अझै त्यो पनि अधुरै छ। हुन्छ काका, हजुरको कामले सक्सेस पाओस्। हजुरलाई धेरै धेरै धन्यवाद राम्रो काम गर्नुभएकोमा। आउने पिँढीहरूलाई पनि यसरी सिकाउँदै जानु होला। थ्याङ्क यू।